अब कागबनीको बसाइपछि अब हाम्रो यात्रा मुक्तिनाथ धामतिर सुरु भयो। अब हामी मुक्तिनाथ जान्छौँ। मुक्तिनाथ यात्रा लमङखाङ र मुक्तिनाथ लगायत हामी अहिले सेल्फी डाँडामा आयौँ। यहाँबाट हिमालयको भ्यूज तथा यहाँको डाँडाकाँडा र अलिकति अग्लो प्लेस पनि रहेछ। त्यस कारणले यहाँ चाहिँ सेल्फी खिच्नको लागि उत्तम ठाउँ रहेबाट चाहिँ क्लियरली आउँदो रहेछ। यहाँबाट हेर्नको लागि चाहिँ सहजीकरण हुने र बिहानको समयमा हावा नलाग्ने हुँदा यो समय चाहिँ उत्तम हुँदो रहेछ। अलि पछि यति बेला हामी मुस्ताङको यात्रामा छौँ। यो मुस्ताङ अरे मुक्तिनाथको यात्रामा छौँ छैन। हामी मुक्तिनाथ मन्दिरको सिडी चढ्दैछौँ। यति बेला हाम्रो टिमहरू मुक्तिनाथ मन्दिरमा गर्दैछ, धाममा आउँदैछौँ। Hey. मुक्तिनाथको थकाली खाना खाइसकेपछि अब हामी यहाँबाट निस्कनेछौँ। यहाँको नस्कन सकेपछि अब हाम्रो यात्रा यहाँबाट तातो पानीमा जानेछ।